है मैले पनि त्यसमध्ये म पनि पढेको रहेछु सो म एकदमै थ्याङ्कफुल छु है आउँदो दिनमा हाम्रो सिक्किम कलाकारहरूको यस्तो सम्मेलन अझै बढेर जाओस् है अझै हामी जस्तो आर्टिस्टहरू हाम्रो गाउँ समाजमा अझै होस् थ्याङ्क यू सो मच सबैजनामा चाहिँ हामीले यो फुलको ग्लास पाएको चाहिँ देख्नुहुन्छ फुल हो खुसी लाग्यो फट पाएर खै तपाईँको नाना पुरा स्याहारेर बाहिर खुसी यहाँ छ मेरो एकदम सम्हालेर राख्ने बेला भएको छ हो यो फुट्यो भने बर्बाद हुन्छ बोकेर लान्छ अलिक प्रब्लम हुँदैछ तर पनि केही छैन हो बाइकमा प्रब्लमै हुन्छ यो भन्दै उहाँको फेसलाई फलो गरिदिनुहोस् ल साकाला बिन्दु हामी भेटेकै छैन खै त साकाला बिन्दु हराइ साकाला बिन्दु मिन्दु सक्यो साकाला बिन्दु मिन्दु सो हे गाइस गुड मर्निङ वेलकम ब्याक टु माई च्यानल गाइस सो आज चाहिँ डे 3 हो गाइस आज चाहिँ लास्ट हो प्रोग्रामको सो म आज साडी लगाउने वाला छु सो प्रेमुले चाहिँ मेरो साडी मिलाइदिँदैछ देख्न सक्नुहुँदैछ उहाँ चाहिँ एकदम एक्सपर्ट हुनुहुन्छ गुड मर्निङ प्रिया गुड मर्निङ सो एक्सपर्ट साडी बनाउनुमा चाहिँ सो उहाँले मेरो साडी बनाइदिँदैछ सो हिजो चाहिँ मैले बक्खु लगाएको थिएन सो आज म साडी हो सो आज लास्ट डे हो त सो निकै प्रिटी भएर जानु होला नि त सो त्यो भएर चाहिँ मेरो मिलाइदिनु हुँदैछ उहाँले चाहिँ साडी हो अहिले फाइनल लुक देखाउँछु एकछिन मलाई फाइनल लुक यता हुनुहुन्छ बिनाको आज के अरे राइड ड्रेस छ यो राइड ड्रेस एकछिन भएको छैन म देखाउँछु राइड ड्रेस भइरहेछ अनि यहाँ देखाउनु पर्यो धेरै नाटक पारिहाल्छ नाटक होइन हामी राम्री सो अब हामी चाहिँ रेडी भएर जानु लागेको छ हो सबै रेडी म मात्रै अल डन भइसकेको छ मेकअप लिपस्टिक लाउनु चाहिँ बाँकी भयो सो आज फाइनल हो सबैजना साथी छुट्टीले दिनु निस्किनु लागेको होइन सो गाडीमा जानु कि हिँडेर जानु अब याद छैन सबैजना रेडी भएर निस्किरहेको छ बाहिर सो यहाँ देख्नु सक्नुहुन्छ रेडी भएर हो अब हामी जानेवाला छ गाइस खै क्याब पनि आउँछ हुँदैन होइन गाडी बोलाएको थियो खै के हो हिजो पनि यति बेसी ढिलो भएको थियो होइन जानु चाहिँ हिजो हामीहरू कति 10-11 बजी गएको थियो बिहानै रेडी भएर सो अहिले पनि 10 बजिसकेको छ हो आज हामी यहीँ होटलमै छ सो गएर फोटो खिचेर यहाँ आउनु प्रशान्तको बहिनी हो एउटा गीत गाइदिनुहोस् न सो उहाँ चाहिँ सिङ्गर हुनुहुन्छ होइन सो उहाँको ट्यालेन्ट चाहिँ एकदम खतरा छ हो सो एउटा गीत गाइदिनुहोस् न प्लिज मालिङ्गो काटे निलाई बिनायो बाजा मालिङ्गो काटे निलाई बिनायो बाजा गर्दैले कापेर एनी हजुरा गर्दैले कापेर एनी हजुरा सुन्नुभयो होला गाइस 101 ट्यालेन्टहरू हामीसँग के भन्छ 101 ट्यालेन्ट हामीसँग छ हो अनि यहाँ देख्नुहुन्छ प्रिटी गर्ल आउँदैछ हो उहाँको ट्यालेन्ट देख्यो भने पनि बिहोस हुनुहुन्छ तपाईँहरू चाहिँ सो उहाँको ट्यालेन्ट चाहिँ एकदम खतरा छ हो सो यसो देख्दा तपाईँहरूलाई कस्तो लाग्छ उहाँ प्रशान्तको बहिनी हो नि त होइन हजुर ट्यालेन्टबाट निक्लिसकेको छ चाहिँ माथि के हामी चाहिँ टाउन हल जाँदैछ हो सबैजना रेडी भइसकेर रुमबाट निक्लिसकेको छ हामी चाहिँ होइन हिँडेर जानु परेको थियो आज पनि हिँडेर जानु पर्यो साथीहरू चाहिँ क्या चङ्को अघि गएछ छोडिराखेर हो साथी भनेको जस्तो हुनु पऱ्यो नि त हामी पर के गर्दै थियो होइन अघि छोडेर गाडीमा गइहालेछ हो साथीजना ए बेस्ट सिस्टरहरू अगाडि 2 जना हुनुहुन्छ यहाँ एकजना बहिनी सो यहाँ एकजना हो हिल चाहिँ भाँच्चिन आँटेको छ मेरो चाहिँ बेसी हिँडेर यस्तै त जानु होला नि अब होइन टाउन हल आइपुगिसकेको छ हो सीएम सरको एन्ट्री भइसकेको छ यहाँ चाहिँ देख्नु सक्नुहुन्छ आज लास्ट डे हो नि त सो आज लास्ट डेमा चाहिँ सीएम सर आउनु भएको छ हो सो अब फाइनल्ली आइसकेको छौँ यहाँ माथि हो लन्च गरेर पनि अब जाँदैछ माथि प्रोग्राम हेर्नु आज पनि एन्ट्री भएको होला हिजो पनि यस्तै भएको थियो हो हाम्रो आज पनि हामी त्यस्तै हुनेवाला छ हिजो पनि थिएन हौ हाम्रो लागि सिटै छैन बस्ने जग्गा नभएर चाहिँ हामी चाहिँ कस्तो दुःखले बसेको छ है रविना यी फ्ल्याग पाएँ म अब हामी चाहिँ बसिरहेको छ सबैजना चियरमा हो सो एकदम हिजो पनि हाम्रो यस्तै भएको थियो होइन सिट नपाएर चाहिँ यस्तै दुःख भएर बसेको थिएन सो अहिले पनि यस्तै दुःख भएर हामी चाहिँ भुइँमा बसिरहेको छ हो अहिले कोही खाली हुन्छ होला भनेर होइन सो प्रोग्राम भयो भने चाहिँ फेरि उठ्नुपर्छ देख्दैन हाम्रो होइन सो सिक्किमको कलाकारहरू चाहिँ यहाँ तल प्रोग्राम हुँदैछ होइन सो काम भएको छैन बसिरहेको छ जब प्रोग्राम हुन्छ त्यहाँदेखि त्यसले उठ्नेवाला छ अनि अल्छी लागिसक्यो हिजो पनि यस्तै बिचोक भएको थिएन आज पनि यस्तै भयो हामी लगरहरू मात्रै छ यहाँ चाहिँ हो 101 सिक्किमको कलाकारहरू चाहिँ 101 यहाँ छ बल्ल बल्ल अगाडि सिटमा आएको छ बल्ल बल्ल अगाडि सिटमा गरिएको छ तपाईको दूरदृष्टिले
हेलो नाइस टु मिट यु थ्याङ्क यू तपाईँ हिजो आउनु भएको होला है तपाईँलाई भेटेर खुसी लाग्यो हो मलाई पनि धेरै खुसी लाग्यो नाम्ची आएर एकदम मजा आयो हैन हजुर यहाँ स्पेशली हामीलाई यहाँ बोलाउनु भयो मलाई त स्पेशल खास एकदम म्याम बोलाउनु भएको हैन हजुर एकदमै तपाईँ त एकदम चलेको कलाकार हो नि त हैन निकै सोचेकै थिइनँ कि अब यस्तो दिनहरू आउँछ भनेर एउटा फेसबुक पेज चलाएर है म सानोतिर भिडियो बनाउँथेँ आज मलाई यति धेरै सम्मान दिनुभयो सिएम साहबले उहाँ म्यामले है सबैलाई धन्यवाद धेरै खुसी लाग्यो तपाईँलाई पनि भेटेर हो सो ठिकै छ तपाईँ चाहिँ भारी बोक्नु रहेछ है फोटो खिच्नेको हजुर तपाईँले थाहा भयो त यो अवार्ड ठिकै छ अब हामी त भर्खर बिगिनर मात्रै होइन अब अर्को पालि आउँछ होला हाम्रो पनि कुनै साल होइन टाइम आउँछ होला मेहनत गरिरहनुपर्छ हो त्यही त आउँछ नि छोड्नुहुँदैन भन्नाले के भन्यो ढिस्काले के भन्यो त्यो चाहिँ ब्याक साइड राखेर आफू देख्नु सक्नुहुँदैछ होइन यो पनि टोकन अफ लभमै पाएको देख्नु सक्नुहुन्छ है कति क्युट झोला छ है त यहाँभित्र चाहिँ के सामान रहेछ किचनहरू के रहेछ होइन सो यहाँ अलरेडी पट पनि पाएको छ होइन सो बाहिर यो ब्यागको एकदम मलाई चासो परिरहेको थियो तल रविनालाई कस्तो भयो खुसी लाग्यो बाहिर पुरा अल्छी मानिरहेको छ उसले चाहिँ हो बाहिर खुसी रुममा आएर पनि होइन लुगा चेन्ज गरेर पनि फेरि जाँदैछ हो सो उनीहरू चाहिँ अब फर्किनेवाला छ आज नै हो सो म पनि फर्क्यौँ भनेको सो बाइक ल्याउनु चाहिँ म जाँदैछु माथि आएर लुगा फेरेर साडीले सेन्डलले हामी चाहिँ माथि प्रोग्राम सकेर होइन होटेल आइसकेको छ रुममा सो हेर्नुहोस् यो फुल यस्तो मजाको छ होइन सो यो फ्लावर पट र यो फुल दिनुभएको छ होइन सो झन् स्पेसल वान कति क्युट छ यो ब्याग चाहिँ होइन सो यहाँ लेखेको छ लेख्नु भएको छ यो चाहिँ मैले पढ्नु पाएको छैन जस्ट रुम आएर मैले देखाएको होइन सो यहाँभित्र के सामानहरू छ यो पनि मैले हेरेको छुइनँ होइन सो अहिले म देखाउनेवाला छु कति क्युट छ यो ब्याग चाहिँ हेर्नुहोस् है हो झन् योभन्दा झन् कोही स्पेसल छ हाम्रो बिचमा यो रहेको छ होइन त एकदम कस्तो मजाको बनाएको छ होइन सो थ्याङ्क यू सो मच सिक्किम सरकार तपाईँले हामीलाई यस्तो स्पेसल होइन तपाईँले हामीलाई सिक्किम कलाकार भरोसा सम्मेलन मनाएर हामीलाई स्पेसल यस्तो दिनुभएकोमा होइन हजुरहरूलाई धेरै धेरै धन्यवाद छ देख्न सक्नुहुन्छ यति दामी छ होइन सो प्लस यो ब्याग यो मैले चाहिँ यहाँनिर क्युट ब्यागबाट निकालिसकेको छु सामान होइन सो यो के हो मलाई थाहै भएन हो यो मेडिसिन होला सायद हो देख्न सक्नुहुन्छ यहाँ घन्टी जस्तै छ सुँग्दाखेरि चाहिँ तितेपाती त्यस्तै गर्नु चाहिँ खै के मेडिसिनहरू होला होइन सो यहाँ रहेको रहेछ दुईवटा सप साबुन दुईवटा छ पतञ्जलीको सो यो सिक्किम सम्मेलनको एउटा किचन छ अन्त यो क्यान्डल छ गाइस हो यहाँ यो ग्लासभित्र चाहिँ तीनटा कलर भएको आइसक्रिम कस्तो मजाको छ यो पनि होइन सो यहाँभित्र पनि यो जडीबुटी नै होला दबाई सहित होइन सो गाइस यति रहेछ यहाँभित्र चाहिँ हो फर्किसकेको छु न सिक्किम कलाकार भरोसा सम्मेलनबाट चाहिँ आज चाहिँ 5 तारिकको होइन सो म रिटर्न भइसकेको छु गाइस हो एकदम धुलो यति बेसी धुलो भइसकेको छ म चाहिँ अहिले लेकसेपको छेउ आएर मात्रै भिडियो गरेको किनभने चाहिँ बाटोमा यति बेसी धुलो थियो भने चाहिँ कसम भनेको यस्तो डरलाग्दो बाटो थिएन ढुसुङ फुसुङ भइरहेको छ होइन अब जति नै राम्रो हुँदा पनि बाइक कुदाउँदा चाहिँ यो बाइकको हालत पनि यस्तो भइसकेको छ मेरो यो ब्याग चाहिँ नि के भयो नि बेसी टाइट लुगाहरू भएर चाहिँ नि पङ्गै चेनै पड्केर चाहिँ मैले फेरि प्लास्टिक किनेर प्लास्टिकले कभर गरिरहेको छु होइन एकदम नाजुक स्थितिमा छ मेरो सो देख्न सक्नुहुँदैछ मेरो एकदम नाजुक स्थिति छ होइन सो गएर बाइक पनि धुनेवाला छु म होइन एकदम मैला भएको छ के भन्नु र सो देख्न सक्नुहुन्छ लुगाको हालत चाहिँ यति बेसी धुलो लागेको छ आम्बो सबै धुलो अनुहारभरि धुलै होइन सो बाइक कुदाउँदाको हालत यस्तै हुन्छ होइन पनि थियो होइन यहाँ चाहिँ प्रोटेक्सन गर्ने कस्तो ब्याड लाग्यो हिलोमा कहाँ खसेछ त मैले यहाँनिर काम चलाइरहेको छु यो लुगा काटेर मैले लगाइरहेको छु होइन मोजा काटेर सो यति भए पनि काम चलिरहेको छैन अब यो लाइन भने चाहिँ जुत्ता पाक्कै उक्किन्छ नि त मेरो चाहिँ सो गाइस म चाहिँ अब हिँड्नेवाला छु यहाँबाट होइन सो बाइक कुदाउँदा चाहिँ हालत कस्तो हुन्छ भन्ने कुरा चाहिँ बाइक कुदाउनुलाई मात्रै थाहा हुन्छ होइन सो यस्तै साह्रो धुलो मुलो है जति नै राम्रो लुगा लगाएर हिँड्नुहोस् न बाइकमा हिँड्दा त्यस्तै हुन्छ हो सो गाइस मैले चाहिँ यहाँ लेकसेप छेउमा मात्रै भ्लग गरेको सो म अब यहाँबाट हिँड्नेको होइन सो गेजिङमा गएर मेरो बाइक पनि वास गराउनु पर्ने छ होइन सो साह्रो घिनलाग्दो भइसकेको छ नि त म चाहिँ अब यहाँबाट हिँड्नेको हो सो धेरै मजा आएको थियो नाम्चीमा होइन मजा आउँदा सकिहाल्यो प्रोग्राम सो रिटर्न त हुनै पऱ्यो घरमा होइन सो घर नपुगिकन चाहिँ म चाहिँ नचिन्ने हुने रहेछु घर पुग्दाखेरि चाहिँ धुलोले गर्दाखेरि होइन हालत पत्लै हुने रहेछ घर पुग्दाखेरि चाहिँ मेरो चाहिँ गाइस अब चाहिँ यहाँदेखि मेरो एकदम सुट हुँदैवाला छ भिडियो सो म गेजिङमा गएर चाहिँ मेरो बाइक पनि वास गरिहाल्नु पर्ने छ तेल पनि कम्ती छ तेल पनि हालेकै छैन मैले होइन सो गेजिङमा गएर तेल पनि हालिदिउँ भनेर सोचिरहेको थिएँ तेल पनि खालि स्ट्रिक मात्रै छ तेलै छैन खालि तेलबाट किनाएको त खालि एक स्ट्रिक मात्रै छ सो म अब यहाँबाट भिडियो गर्नेवाला छु गाइस हेर्नुहोस् होला मेरो अगाडिको ब्लग सो
है म यहाँबाट हिँडेको अरे यार बोलेको केही पनि सुन्दैन होइन सो मेरोमा चाहिँ अहिले स्पिकर छैन नि त सो म चाहिँ लेक्से बजार आइपुगिसकेको छु होइन बट गेजिङ पुग्नु चाहिँ 20-25 मिनट लाग्छ मलाई चाहिँ होइन लेक्सेपबाट चाहिँ सो ढोका भयो लेक्से बजार आइपुगेर चाहिँ यहाँदेखि उकालो लागिसकेपछि चाहिँ पुगेको चालै पाउँदिनँ अब यहाँबाट गएर चाहिँ गेजिङमा गएर चाहिँ मेरो बाइक वास गर्नुपर्ने छ किनभने बाइकको हालत एकदम नाजुक स्थिति भइसकेको छ मान्छेको पनि त्यस्तै भइसकेको छ भोकले चाहिँ आइटी कलेजको छेउमा पाउँछ यो टाइपको चाहिँ एकदम खाएको एकदम टेस्टी रहेछ गाइस बाइक वास गर्ने जग्गामा पुगेको छु यसको लोकेसन रहेको छ पुथाङ डाइट कलेजको छेउमा परेको छ होइन सो एकदम रिजनेबल प्राइस हो बाइक वास गरेको छ खालि पर 100 रुपियाँ मात्रै हो होइन सो मेरो बाइक चाहिँ यति मैला भएको थियो सो धोएर चाहिँ अलिक सफा अब चाहिँ चकचक देखिरहेको छ मेरो मायालुलाई पनि होइन सो गाइस नाम्ची टु गेजिङको राइड आज मेरो यहाँसम्म हुनेवाला छ सबैजनाले मेरो भ्लग हेरेर मनोरञ्जन ल्याइदिनुहोस् होला भन्दै आजको भ्लग यहाँ राख्दछु सबैजनालाई बाई बाई गुड नाइट